एउटा जल्दो बल्दो विषय छ जहाँ चाहिँ होइन सोसियल मिडियातिर पोडकास्टहरूतिर युट्युब टिकटक फेसबुक सबैतिर वाट इज ट्विन फ्लेम्स क्या यो ट्विन फ्लेम्स भनेको के हो भन्ने कुरा ट्विन फ्लेम्सको बारेमा धेरै कुराहरू सुनिन्छ क्या सबैतिर होइन कतिपय कुराहरू त्यसको विषयमा सही पनि भनेका छन् मान्छेले भने कतिपय कुरा गलत पनि भनेका छन् मतलब आफ्नै काल्पनिक धारणा पनि बनाएका छन् होइन ट्विन फ्लेम्सको बारेमा अब हामीले यहाँ के बुझ्नुपर्छ भने ट्विन फ्लेम्स भनेको के हो भन्ने कुरा ट्विन फ्लेम्स भनेको चाहिँ यो ट्विन फ्लेम्स भनेको चाहिँ के हो भन्दाखेरि ट्विन फ्लेम्सलाई रिलेसनको दृष्टिले हेर्ने हो भने सम्बन्धको दृष्टिले हेर्ने हो भने रिलेसन 3 किसिमका हुन्छन् एउटा कार्मिक अर्को सोलमेट र तेस्रो यदि ट्विन फ्लेमलाई पनि रिलेसन मान्ने हो भने तेस्रोमा हामी ट्विन फ्लेम्स रिलेसन राख्छौँ कार्मिक भनेको हामी पृथ्वीमा अवतरित भएपछि मानव रूपमा हामीले विभिन्न सम्बन्धहरू गाँच्नुपर्छ ताकि हामीले आफ्नो जीवन जिउन सजिलो होस् है सम्बन्धहरूको खाता खोल्नुपर्छ हामीले मानवीय सम्बन्धहरू गाँसिन्छ त्यो भनेको कार्मिक रिलेसन हो अर्को भनेको एउटै सोल ग्रुपको आत्माहरू जब पृथ्वीमा भेट हुन्छ त्यसलाई हामीले सोलमेट भनेको त्यो चाहिँ एउटै क्लासमा पढे जस्तो एउटै क्लासमा पढ्नेलाई क्लासमेट भन्छ नि त्यस्तै एउटै सोल ग्रुपमा बनिएका आत्माहरू जन्मेका आत्माहरूलाई नै सोलमेट भनिन्छ क्या भनेपछि एउटा ग्रुपको सोल अर्को ग्रुपको सोलको लागि कार्मिक बन्छ क्या तपाईँको क्लासमा पढ्ने क्लासमेट भयो अनि अब अर्को क्लासमा पढ्ने चाहिँ तपाईँको कार्मिक भयो क्या होइन एउटै क्लासमा पढ्नेलाई सोलमेट भनियो अर्को क्लासमा पढ्नेलाई कार्मिक भनियो नर्मल सोलहरू सोलमेट मात्रै बन्न सक्छ म्याक्सिमम मैले सोलमेट मात्रै पाउने हो ट्विन फ्लेम्स पाउँदैन ट्विन फ्लेम्स भनेको कुनै त्यो ग्रुपमा बनेको कतै सम्बन्ध गाँसिएको होइन ट्विन फ्लेम भनेको कुनै रिलेसन होइन ट्विन फ्लेम सोल हो त्यो ट्विन फ्लेम्स भन्ने चाहिँ एउटै आत्मालाई जब दुईवटा शरीरमा जन्म दिइन्छ तब त्यसलाई हामीले ट्विन फ्लेम्स भनेको हो त्यो तपाईँले साधना गरेर ध्यान गरेर मेहनत गरेर अभ्यास गरेर तपाईँले ट्विन फ्लेम पाउने होइन किनकि तपाईँ ट्विन फ्लेमै होइन भने तपाईँ ट्विन फ्लेम पाउनुहुन्न यहाँ चाहिँ मान्छेहरूले कस्तो कन्सेप्टहरू लिए भने हरेक मान्छे आफ्नो सम्बन्धदेखि वाक्क दिक्क भएको छ अब उहाँले के सोध्छ भने ट्विन फ्लेम्स भन्ने पनि हुँदो रहेछ आफ्नै आत्माको टुक्रा पनि हुँदो रहेछ त्यसलाई पो हामीले खोज्नुपर्ने रहेछ त भन्ने लाग्छ त्यो गलत हो तपाईँले अब धेरैले त्यो कुरा बुझेका छैनन् क्या अहिले पनि तपाईँ ट्विन फ्लेम होइन भने तपाईँ ट्विन फ्लेम होइन किनकि ट्विन फ्लेम चाहिँ अस्तित्वले बनाउने हो क्या एउटै आत्मालाई दुईटा शरीरमा जन्म दिनु भनेकै ट्विन फ्लेम्स हो तपाईँले ट्विन फ्लेम खोजेर ट्विन फ्लेम पाउने नै होइन तपाईँले म्याक्सिमम बडीमा सोलमेट पाउनुहुन्छ यदि तपाईँको कर्म राम्रा छन् तपाईँको सञ्चित कर्म राम्रो छ तपाईँको प्रारब्ध राम्रो छ भने तपाईँले म्याक्सिमम सोलमेट पाउने हो त्योभन्दा बढी तपाईँले पाउनुहुन्न बिकज यु आर नर्मल सोल जो ट्विन फ्लेम्स छ उसलाई त अस्तित्वले ट्विन फ्लेम्स बनाएको दुईवटा मान्छेलाई एउटै बनाइदिएको हो आत्माको रूपमा है अब यहाँ कुरा आउँछ कि ट्विन फ्लेम्सहरू कति छन् भन्ने कुरा ट्विन फ्लेम्सहरू अब धेरै किताबहरू पढ्दा धेरै जानकारीहरू लिँदाखेरि कतिले भन्छ के लाखौँको सङ्ख्यामा छ भन्छ कतिले अन्ली 1% अफ टोटल पपुलेसन भन्छ होइन आफ्नो धारणा छ क्या कति हुन्छन् ट्विन फ्लेम्स एक्ज्याक्टली भन्ने कुरा अहिलेसम्म कसैले पनि ठ्याक्कै भन्न सक्दैन किन यो भनेको एकदमै मिस्टिरियस कुरा हो है किन यो युनिभर्सले नै गर्ने काम हो क्या त्यसैले मान्छेले एक्ज्याक्टली भन्न सक्दैन तर प्रश्न यो होइन क्या अब यहाँ कुरा के बुझ्नुपर्छ भने ट्विन फ्लेम्स भनेको कुनै थ्योरी होइन क्या कुनै थ्योरी विकास गरेको होइन
ट्विन फ्लेम्स भनेको रियल हो, रियल कन्सेप्ट हो। शिव पार्वतीलाई, राधाकृष्णलाई हामी ट्विन फ्लेम्सको रूपमा मान्छौँ। अझै अरू धेरै ट्विन फ्लेम्सहरू छन्, तर बढी चर्चा उहाँहरूकै हुन्छ। मुख्य प्रश्न के छ भने वाइ ट्विन फ्लेम्स आर मेड? नर्मल सोल पनि त पाउन सकिन्थ्यो, साधारण आत्मा पनि पाउन सकिन्थ्यो नि त। साधारण आत्मालाई पनि त मुक्ति पाउने अधिकार छ, उसले पनि साधना गरेर मुक्ति पाउँछ। नर्मल आत्माले पनि, जो ट्विन फ्लेम्स होइनन् उनीहरूले पनि। त ट्विन फ्लेम्स चाहिँ किन बनाइयो त? मुक्तिकै लागि मात्रै बनाइएको थियो भने त नर्मल आत्मा बनाउँदा पनि हुन्थ्यो, होइन र? त ट्विन फ्लेम्स चाहिँ किन बनाइयो त भन्ने कुरा हो। यो ट्विन फ्लेम्सको पर्पोज पत्ता लगाउनु भनेको ट्विन फ्लेम्सकै काम हो। ट्विन फ्लेमले वाइ मलाई चाहिँ किन बनाइयो भनेर पत्ता लगाउनु यो ट्विन फ्लेम यात्राको हिस्सा हो। नट जस्ट बाई रिडिङ बुक्स र लिसनिङ टु एनी वान, होइन? कसैलाई सुनेर, किताब पढेर, कुनै थ्योरीको विकास गरेर जान्ने होइन। उनीहरूले प्र्याक्टिकल्ली यो कुरा पत्ता लगाउनुपर्छ कि मलाई ट्विन फ्लेम किन बनाइयो। त्यो पत्ता लगाउनु ट्विन फ्लेम जर्नीकै हिस्सा हो। इन जेनरल ट्विन फ्लेम्स किन बनाइयो भने ट्विन फ्लेम्स भनेको चाहिँ एक किसिमको युनिभर्सल सोल्जर हो क्या। यिनीहरूलाई चाहिँ पृथ्वीले आफ्नो काम गर्नको लागि, आध्यात्मिक उत्थान गर्न, आध्यात्मिक क्रान्ति गर्नको लागि, आध्यात्मिक विकास गर्नको लागि, पृथ्वीको एनर्जी फिल्डलाई क्लिन गर्नको लागि पनि केही विशेष मास्टर सोलहरू उसले बनाउँछ क्या ठाउँ ठाउँमा, ताकि आवश्यक पर्दा ती आत्माहरूलाई एक्टिभेट गरिदिन्छ उसले। त्यसैले 2018देखि नै यता धेरै ट्विन फ्लेम्सहरू एक्सनमा आए, धेरै ट्विन फ्लेम्सहरू अवेकेन भए। किन भन्दाखेरि दिस इज द पार्ट अफ अवेकेनिङ प्रोसेस। पृथ्वीले अवेकेनिङ, स्पिरिचुअल अवेकेन हुँदैछ क्या युनिभर्समा, पृथ्वीमा। त्यसको त्यो काम, त्यो अवेकेनिङलाई स्पिड गर्नको लागि, त्यो अवेकेनिङलाई गतिशील गर्नको लागि उसको मास्टर सोलहरू, जसलाई उसले बनाएको छ ट्विन फ्लेमको रूपमा, विभिन्न रूपमा बनाएको छ। अन्य ट्विन फ्लेम्स मात्रै मास्टर सोल होइन, अरू पनि छन्, तर हामी अहिले मास्टर ट्विन फ्लेमको कुरा गर्दैछौँ। त्यो विशेष किसिमका आत्माहरूलाई उसले एक्टिभेट गरिदिन्छ, सक्रिय गरिदिन्छ, ताकि आफ्नो आध्यात्मिक कार्य राम्रोसँग होस् भनेर। त्यसैले कहाँ अब रिलेसनसिप, कहाँ ट्विन फ्लेम्स, कहाँ त्यो ट्विन फ्लेम भनेको बेग्लै हो। इट इज नट जस्ट अबाउट लभ, होइन? लभ हुन्छ, किनकि दुईवटा आत्मा एउटै भएको कारणले अलिक प्रेम गहिरो हुन्छ, स्वाभाविक रूपमा आकर्षण हुन्छ। तर त्यो ट्विन फ्लेम्स इज बियोन्ड लभ एन्ड रिलेसन क्या। तिनीहरू भनेको एउटा आध्यात्मिक यात्रा हो, आध्यात्मिक अवस्था हो। प्रेम, रोमान्स आदि एट्र्याक्सन मात्रै हुँदैन क्या, यो आध्यात्मिक विकास हो, आध्यात्मिक क्रान्ति हुन्छ क्या ट्विन फ्लेम्सहरू भनेको। जो ट्विन फ्लेम्स हो उसलाई सङ्केतहरू दिन्छ युनिभर्सले कि त ट्विन फ्लेम्स होस् र पत्ता लगा त किन बनाइयो, तँलाई किन बनाइयो भन्ने कुरा त आफै पत्ता लगाउनु भनेर उसले, उसको त पर्पोज हो। किन पत्ता लगायो, किन बनाइयो त ट्विन फ्लेम्स, होइन? हो, सबै आत्माहरूले मुक्ति पाउँछन्, तर ट्विन फ्लेमै किन बनाइयो त भन्दाखेरि त्यो चाहिँ त्यसको के पर्पोज छ नि त, त्यो पर्पोज चाहिँ पत्ता लगाउनुपर्छ क्या ट्विन फ्लेम आफैले, होइन? त्यो कुरा, मुख्य कुरा त्यो हो। त्यसैले सबै आत्माहरू ट्विन फ्लेम्स हुँदैनन्, होइन? त्यो भन्ने कुरा चाहिँ सबैले बुझ्नुपर्छ यो कुरा।